हेलो, हर हर महादेव। वेलकम छ 777 टेरो मिस्टीमा। तपाईँहरू सन्चै हुनुहुन्छ होला। मेरो भ्युवर्स, मेरो सब्सक्राइबर सबैलाई मेरो नमस्कार। के छ तपाईँको हालखबर? म मोना, तपाईँहरूको टारो रिडर। म फेरि आज नयाँ रिडिङको साथमा उपस्थित भइसकेको छु गाइज। टपिक्स त थम्मेनमा हेरिसक्नुभयो होला। तपाईँहरूले आफ्नो जीवनमा के गल्ती गरिराख्नु भएको छ, के मिस्टेक गरिराख्नु भएको छ र तपाईँलाई के लेसन सिक्न जरुरी छ, जान्न जरुरी छ। यदि तपाईँहरू यो भिडियोसम्म आइपुग्नु भएको छ भने यो कुनै इन्सिडेन्स होइन, कुनै यो तपाईँहरूलाई युनिभर्सले यहाँसम्म लिएर आउनुभएको छ। ईश्वरले चाहनुहुन्छ कि तपाईँहरूले यो भिडियो सुन्नुहोस्, तपाईँहरूले आफ्नो जीवनमा के गल्ती गरिराख्नु भएको छ, त्यही भएर ईश्वर चाहनुहुन्छ कि तपाईँले यो भिडियो सुन्नुहोस् र कुनै गाइडेन्सहरू लिनुहोस् यहाँबाट। त्यही भएर हामीले आज हेर्नेछौँ। ढिलो नगरिकन सुरु गरौँ हजुरहरूको रिडिङ। आफ्नो आफ्नो ईश्वर भगवान् परमात्मासँग जोडिनुहोस् र गाइडेन्स माग्नुहोस्। तपाईँहरूको लागि के म्यासेज छ युनिभर्सको तर्फबाट। यो एउटा जेनरल कलेक्टिभ रिडिङ हो, सबैको लागि यो रिडिङ हो, जेनरल रिडिङ हो। जति आफूसँग मिल्छ त्यति लिनु होला, बाँकीको अरूको लागि जान दिनु होला। आउनु सुरु गरौँ हजुरको रिडिङ। तपाईँहरूले, मेरो भ्युवर्सहरूले, हे युनिभर्स प्लिज गाइड गर्नुहोस्। मेरो भ्युवर्सहरूले के गल्ती गरिराख्नु भएको छ आफ्नो लाइफमा। सबसे पहिला त हामीले तपाईँको एनर्जी निकाल्नेछौँ। मेरो भ्युवर्सहरूको एनर्जी, मेरो भ्युवर्सहरूले के गल्ती गरिराख्नु भएको छ आफ्नो जीवनमा र उहाँहरूलाई के लेसन सिक्न जरुरी छ। उहाँको एनर्जी, सबसे पहिला उहाँको एनर्जी। तपाईँहरू कुन एनर्जीमा हुनुहुन्छ अहिले, कस्तो स्थितिमा हुनुहुन्छ? ओके, तपाईँहरू अहिले एकदम पास्टको कुनै चिजलाई लिएर दुखी हुनुहुन्छ। पास्टमा सायद तपाईँलाई कसैले धोका दियो होला, कसैले चिट गर्यो होला, पेन दियो होला। त्यही भएर तपाईँहरू एकदम दुखी हुनुहुन्छ, एकदम सोरोको एनर्जीमा हुनुहुन्छ। तर तपाईँको यो एनर्जीबाट निस्किन चाहनुहुन्छ, आफ्नो जीवनमा न्यू बिगिनिङ गर्न चाहनुहुन्छ। तर तपाईँहरू गर्न सकिराख्नु भएको छैन आफ्नो जीवनमा। त्यो पास्टको त्यो चिजहरूलाई, त्यो दुःखहरूलाई, जो मान्छेले तपाईँलाई दुःख दिए, धोका दिए, त्यो चिजलाई तपाईँले भुलेर अगाडि बढ्न सक्नु भइरहेको छैन। प्लानिङ गर्न सक्नु भएको छैन, कसरी अगाडि बढ्ने, कसरी उस गर्ने। कुनै पनि दुईटा चिजलाई लिएर फसेर तपाईँहरू बस्नु भइरहेको छ। यो अहिले तपाईँको यो करेन्ट एनर्जी हो। तपाईँहरूलाई न्यू बिगिनिङ गर्न जरुरी छ, पास्टको चिजलाई भुलाएर अगाडि बढ्न जरुरी छ। तर तपाईँहरू पनि चाहनुहुन्छ अगाडि बढ्न, आफ्नो जीवनको नयाँ परिवर्तनलाई अगाडिको साथमा अगाडि बढ्न चाहनुहुन्छ। तर तपाईँहरू गर्न सक्नु भइरहेको छैन, तपाईँले प्लानिङ गर्न सकिराख्नु भएको छैन। अगाडि के गर्ने, कसरी जाने, अगाडिको चिजहरूलाई तपाईँले हेर्न सक्नु भइरहेको छैन। यस्तो तपाईँहरूको एनर्जी छ। यदि यो एनर्जी तपाईँसँग म्याच भयो भने यो रिडिङ तपाईँहरूको लागि हुनसक्छ। आउनुहोस् हेरौँ तपाईँहरूकोले आफ्नो जीवनमा के गल्ती गरिराख्नु भएको छ, के गल्ती तपाईँले आफ्नो जीवनमा गरिराख्नु भएको छ। यिङ, सबसे पहिला कार्ड त आएको छ यिङको कार्ड आएको छ। दोस्रो कार्ड रहेको छ वाई, 4 नम्बर। तेस्रो कार्ड आएको छ फ्लेक्सिबल। अनि लास्ट चौथो कार्ड आएको छ टु द सी। 7 नम्बरको कार्ड आएको छ टु द सी। बोटम अफ द डेक छ द फेट्स। बोटम अफ द डेक आएको छ फेट्स। आउनुहोस् यो कार्डहरूलाई क्लियरफाई गरौँ। तपाईँहरूले आफ्नो जीवनमा के गल्ती गरिराख्नु भएको छ, के गल्ती तपाईँहरूले आफ्नो जीवनमा गरिराख्नु भएको छ। यिङ कार्डलाई क्लियरफाई गर्नुहोस् है ईश्वर, प्लिज यिङ कार्डलाई क्लियरफाई गर्नुहोस्। थ्याङ्क यू। कार्ड पनि कस्तो, वाइ कार्डलाई क्लियरफाई गर्नुहोस् ईश्वर प्लिज, वाइ। थ्याङ्क यू ईश्वर, थ्याङ्क यू परमात्मा। कस्तो मिलेको कार्ड आएको छ। फ्लेक्सिबल कार्डलाई क्लियरफाई गर्नुहोस् ईश्वर प्लिज, फ्लेक्सिबल कार्डलाई क्लियरफाई गर्नुहोस्। ओके, 10 नम्बरका, यो पनि 10 नम्बरको। थ्याङ्क यू ईश्वर। टु द सी कार्डलाई क्लियरफाई गर्नुहोस् ईश्वर, टु द सी। ओके,
बोटम अफ द डेक रहेको छ सोर्स, 6 अफ सोर्सको कार्ड रहेको छ बोटम अफ द डेक। आउनुहोस् हेरौँ तपाईँहरूले के गल्ती गरिराख्नु भएको छ त आफ्नो लाइफमा भन्दाखेरि एकदम क्लियर म्यासेज आएको छ गाइज हजुरहरूलाई। यहाँ हजुरहरूले आफ्नो जीवनमा के क्लियरिफाई गर्नुभएको छ त तपाईँहरू दुईवटा चिजमा फसेर बस्नुभएको छ। त्यो सायद कुनै आफ्नो सम्बन्धमा हुनसक्छ, रिलेसनसिपमा हुनुहुन्छ, आफ्नो पर्सनल लाइफमा, प्रोफेसनल लाइफमा तपाईँहरूले ब्यालेन्स बनाउन सक्नुभएको छैन। आफ्नो स्पिरिचुअल आध्यात्मिक लाइफमा तपाईँहरूले दुईवटा चिजको बिचमा आफूले ब्यालेन्स गराउन सक्नुभएको छैन, या त आफ्नो एनर्जीलाई ब्यालेन्स गर्न सक्नुभएको छैन, आफ्नो जीवनलाई तपाईँले ब्यालेन्स गर्न सक्नुभएको छैन, जसले गर्दा तपाईँहरूलाई एकदम गाह्रो भइरहेको छ यो समयमा। सबसे पहिला त आफ्नो एनर्जीलाई ब्यालेन्स गर्नुहोस्। यदि तपाईँहरू कुनै रिलेसनसिपमा ब्यालेन्स गर्न सक्नुभएको छैन भने त ब्यालेन्स गर्नुहोस्। आफ्नो पर्सनल र प्रोफेसनल लाइफलाई ब्यालेन्स गर्न सक्नुभएको छैन भने त्यसमा ब्यालेन्स बनाउनुहोस्। तपाईँहरूलाई सबसे पहिला त एकदम आफ्नो एनर्जीलाई ब्यालेन्स गर्न जरुरी छ सबसे पहिला हजुरलाई। र ब्यालेन्स बनाउन हर चिजमा ब्यालेन्स भएन भने मान्छेहरू खुट्टामा पनि हामीले ब्यालेन्स बनाउन सकेनौँ भने हामी लड्ने गर्छौँ, गाडी घोडामा पनि हामीले ब्यालेन्स गराउन सकेनौँ भने लड्ने गर्छौँ। जीवनको पनि त्यही कहानी हुन्छ। यदि हामीले कुनै पनि चिजलाई हाम्रो लाइफमा ब्यालेन्स गर्न सकेनौँ भने त्यसले हामीलाई दुःख नै दिने गर्छ, हाम्रो जीवनमा नकारात्मक असर नै पार्ने गर्छ। सबसे पहिला त तपाईँले यो पहिलो मिस्टेक गरिराख्नु भएको छ। तपाईँले आफ्नो जीवनमा कुनै दुई चिजमा फसेर बस्नु भएको छ, कन्फ्युज हुनुहुन्छ तपाईँहरू, के गर्ने के नगर्ने, एकदम इमोसनल ड्रेन हुनुहुन्छ तपाईँहरूले। तपाईँको एनर्जी पनि मैले यहाँ इमोसनली ड्रेन देखिरहेको छु। तपाईँले ब्यालेन्स गर्न सक्नुभएको छैन आफ्नो लाइफमा, कहाँ जाने के गर्ने त्यो गल्ती चाहिँ तपाईँले गरिराख्नु भएको छ। अर्को गल्ती तपाईँहरूले के गरिराख्नु भएको छ भन्दा तपाईँहरूको जीवनमा अहिले कुनै पनि काम स्लो भएको हुनसक्छ, हजुरको जीवनमा कुनै पनि चिज अड्केको हुनसक्छ, कुनै पनि चिज तपाईँको फेभरमा नभएको हुनसक्छ। त तपाईँहरूले एकदम क्वेसन गर्नुहुन्छ भगवानलाई कि किन भगवान मेरो साथमा यस्तो किन भइरहेछ, किन यस्तो मेरो जीवनमा खालि दुःख किन आइरहेछ, किन यस्तो भइरहेछ भनेर तपाईँहरूले भगवानलाई, युनिभर्सलाई क्वेसन गर्नुहुन्छ, वाइ भनेर सोध्नुहुन्छ। तर तपाईँहरूलाई त्यसमा सोच्न पर्ने गर्न पर्ने उस छैन। तपाईँहरूले त्यो सरेन्डर गर्नुहोस् भगवानलाई, सोच्ने होइन, वाइ भनेर दुखी हुने, चिन्ता हुने नगर्नुहोस्। तपाईँको जीवनमा जे पनि समस्या आइरहेछ, जे पनि तपाईँको कामहरू अड्किरहेको छ भने तपाईँहरूको त्यो कर्म हो। तपाईँहरूको अहिले यो राइट समय छैन। जब राइट समय आउँछ तपाईँको काम पनि बन्छ, तपाईँको मनको इच्छाहरू पनि पुरा हुन्छ, सबै चिज तपाईँसँग राम्रो हुन्छ। तर तपाईँले पेसन राख्न सिक्नुहोस्, धैर्यता राख्नुहोस् आफूमा। भगवानलाई, ईश्वरलाई, वाइ त मैले त मेरो कामको रिजल्ट किन दिएनस्, किन मेरो यस्तो भइरहेछ, मेरो जीवनमा किन उस्तो भइरहेछ भनेर कम्प्लेन गर्ने होइन के। कम्प्लेनको एनर्जीबाट तपाईँहरू बाहिर निस्किनुहोस्, पोजिटिभिटीमा आउनुहोस्, पोजिटिभिटी आउनुहोस्। ठिकै छ, आफ्नो औरा क्लिन गर्नुहोस्, आफ्नो ध्यान मेडिटेसनहरू गर्नुहोस्, शान्त रहनुहोस्, पेसेन्ट रहनुहोस् भने कुनै पनि चिज एउटा डिभाइन टाइमिङ हुन्छ। डिभाइन टाइमिङमा त्यो सबै चिज हामीले प्राप्त गर्छौँ, तपाईँले प्राप्त गर्नुहुन्छ। त्यही भएर कम्प्लेनिङको एनर्जीबाट बाहिर निस्किन जरुरी छ। दोस्रो गल्ती तपाईँले भनेको कम्प्लेन गर्नुहुन्छ, तपाईँले धेरै शिकायत गर्नुहुन्छ, धेरै उस गर्नुहुन्छ कि भगवानलाई मेरो जिन्दगीमा यस्तो किन भइरहेछ, उस्तो किन भइरहेछ भनेर तपाईँले धेरै शिकायत गर्नुहुन्छ। त्यो भनेको तपाईँको दोस्रो गल्ती भयो। र आजदेखि यदि तपाईँले त्यस्तो गर्नुहुन्छ भने आजदेखि नै कम्प्लेन गर्न छोडिदिनुहोस्। जे पनि तपाईँको जीवनमा भइरहेछ वाइ भनेर सोध्न छोडिदिनुहोस्। एक्सेप्टेन्स लिएर आउनुहोस्, आफ्नोभित्र पोजिटिभिटी लिएर आउनुहोस्। जे पनि भइरहेछ त्यसलाई एक्सेप्ट गर्न सिक्नुहोस्। हेर्नुहोस् तपाईँको लाइफ कस्तो मिराकलेसली चेन्ज हुनेछ। अनि तेस्रो गल्ती तपाईँहरूले के गर्नु भइरहेको छ भन्दा फ्लेक्सिबल रहनुहोस्। तपाईँको जीवनमा जे पनि भइरहेछ त्यो तपाईँको कार्मिक पास्ट लाइफको कर्म हुनसक्छ। कर्मको कार्ड आएको छ यहाँ। कर्म तपाईँको जीवनमा जे पनि चेन्ज भइरहेछ नि, जे चेन्ज आइरहेछ हजुरको जीवनमा त्यो चेन्जलाई तपाईँले एक्सेप्ट गर्न सक्नु भएन। यदि राम्रो चेन्ज आयो भने पनि त्यसलाई पनि तपाईँले एक्सेप्ट गर्नु भएन, त्यसलाई स्वीकार गर्न सक्नु भएन। नराम्रो नेगेटिभ चेन्ज आयो भने पनि त्यसलाई पनि स्वीकार गर्न सक्नु भएन। तपाईँले त स्वीकार गर्न सिक्नुहोस्। जे पनि तपाईँको जीवनमा भइरहेछ, तपाईँको रिलेसनसिपमा प्रब्लम छ, पर्सनल लाइफमा प्रब्लम छ, बिजनेसमा प्रब्लम छ, जुन पनि एरियामा तपाईँको लाइफमा प्रब्लम छ त्यो प्रब्लमसँग, त्यो समस्यासँग त्यसलाई एक्सेप्ट गरेर, स्वीकार गरेर अगाडि हिँड्न सिक्नुहोस्। सम्झिनुहोस् कि कुनै जन्मको तपाईँको पाप थियो होला, कुनै जन्मको कर्म थियो होला, ईश्वरले तपाईँलाई त्यो कर्मदेखि रिलिज गराउँदै हुनुहुन्छ भनेर त्यो स्वीकार गरेर त्यो स्थिति, त्यो समय, त्यो परिस्थितिलाई स्वीकार गरेर अगाडि बढ्नुहोस्। तपाईँको यो तेस्रो गल्ती हो, तपाईँले स्वीकार गर्न सक्नुभएको छैन। कुनै पनि चिजमा तपाईँहरू एकदम
पेसेन्ट भइहाल्नुहुन्छ, एकदम आतुर भइहाल्नुहुन्छ, एकदम डराइहाल्नुहुन्छ, घबराइहाल्नुहुन्छ। जीवन हो, सुख दुःख आउँछ, त्यसमा डराउन घबराउन पर्दैन तपाईँलाई। जस्ट फ्लेक्सिबल हुनुहोस्, गो विथ द फ्लोको एनर्जीमा जानुहोस्। जे भइरहेछ त्यससँगै रिदममा नरोकिनुहोस्, कहीँ पनि स्टक भएर नबस्नुहोस्, त्यही रिदममा त्यही फ्लोमा बग्दै जानुहोस्। तपाईँहरूको यो तेस्रो गल्ती, तपाईँहरू त्यो चेन्जलाई एक्सेप्ट गर्न सक्नुभएको छैन, त्यो फ्लोसँग बद्न सक्नु भएन, तपाईँहरू दुखी भएर एकदम स्टक एनर्जीमा बस्नुभएको छ, त्यो तपाईँको तेस्रो गल्ती हो। तपाईँहरूलाई गो विथ द फ्लोको एनर्जीमा जान जरुरी छ। फ्लोमा जे लाइफमा भइरहेछ सबै चिजलाई एक्सेप्ट गरेर मेरो यो कर्म हो, मलाई यो कर्म रिलिज गर्न छ, काट्नु छ भनेर त्यही फ्लोमा सँगसँगै बग्दै जानुहोस्। टेन्सन, वरी, कुनै पनि दुखी भएर नबस्नुहोस्, अगाडि बढ्नुहोस् लाइफमा पोजिटिभिटीको साथमा। चौथो तपाईँहरूको गल्ती भनेको टु द सी भनेको छ। टु द सी यो 7 नम्बरको कार्ड रहेको छ। तपाईँहरू एउटा आध्यात्मिक सोल हुनुहुन्छ। तपाईँको जीवनमा जे जस्तो पनि चेन्जहरू आइरहेको छ, जे जस्तो समस्याहरू पनि परिरहेको छ तपाईँहरूको जीवनमा, त्यो तपाईँहरूको क्लिन्जिङ प्रोसेस चलिरहेको छ। तपाईँको जीवनमा डिले भइरहेको छ, कति कामहरू तपाईँहरूको बिग्रिरहेको छ होला, तपाईँले सोचेको तपाईँको फेभरमा कामहरू भइरहेको छैन होला, समयमा तपाईँको काम भइरहेको छैन। तपाईँहरूको त्यो अहिले क्लिन्जिङ समय चलिरहेछ, त्यसलाई एनालाइसिस गर्नुहोस्, हेर्नुहोस्, क्लियर भिजन राख्नुहोस् आफ्नो उसमा, र मेनिफेस्टेसन गर्नुहोस्, आकर्षणको नियमहरू लागू गर्नुहोस्, युज गर्नुहोस्, मेनिफेस्ट गर्नुहोस् आफ्नो भिजनलाई, आफ्नो गोललाई। कुनै चिज छ भने मेनिफेस्ट गर्नुहोस्, शिकायत गर्ने होइन, भगवान्सँग पनि शिकायत गर्ने होइन, मेनिफेस्ट गर्नुहोस्। खुसी मेनिफेस्ट कसरी गर्ने त? राम्रो एनर्जीमा रहनुहोस्, ह्याप्पिनेसको एनर्जीमा रहनुहोस्, खुसीको साथ अगाडि बढ्नुहोस्, खुसीको एनर्जीमा रहनुहोस्, तब बल्ल तपाईँहरूले हरेक चिज मेनिफेस्ट गर्नुहुनेछ। र आउनुहोस्, तपाईँहरूको लागि लेसन के छ त? के लेसन सिक्न जरुरी छ हजुरहरूलाई? र आफ्नो भाग्यको कार्ड आएको छ यहाँ बोटम अफ द डेक। भाग्य तपाईँको भाग्यमा भरोसा गरेर बस्ने होइन, मेरो भाग्यमा छ भनेर त्यो उस गरेर बस्ने होइन। तपाईँको भाग्यमा धेरै चिज छ, तर अलिकति डिलेको एनर्जी छ, किनभने तपाईँको धेरै कर्महरू रिलिज गर्न छ। जब तपाईँहरू एक्सेप्टेन्स हुनुहुन्छ, पोजिटिभ एनर्जीमा रहनुहुन्छ, तपाईँहरूले पोजिटिभ भएर अगाडि बढ्नुहुन्छ, ग्र्याटिट्युड गर्नुहुन्छ, भगवान् ईश्वरहरूलाई धन्यवाद दिनुहुन्छ, तपाईँले आफ्नो एनर्जी ब्यालेन्स गर्नुहुन्छ, त तपाईँको भाग्यमा धेरै चिज छ। एकदम लग्जरी तपाईँको लाइफ हुनेछ, तर तपाईँहरूलाई अलिकति पेसन लिन जरुरी छ। भगवान्ले पनि परीक्षा लिनुहुन्छ नि, केही दिनभन्दा पहिला तपाईँहरूलाई परीक्षा लिनुहुन्छ नि भगवान्ले। केही चिज यत्तिकै थोरै पाइन्छ, तर तपाईँको परीक्षाको पिरियड चलिरहेको छ। त्यो परीक्षामा तपाईँले शिकायत गर्ने होइन, जे पनि जीवनमा भइरहेको छ स्वीकार गर्नुहोस् र अगाडि बढ्नुहोस्। अलिकति ढिलो हुनसक्छ, तर तपाईँको भाग्यमा धेरै चिजहरू लेखेको छ, तपाईँले पाउनुहुन्छ। आफ्नो एनर्जी ब्यालेन्स गर्नु, पोजिटिभ माइन्डसेटमा रहनुहोस्, दुःखमा होइन, सानो सानो चिजहरूलाई सेलिब्रेट गर्नुहोस्, खुसी हाँसी अगाडि बढ्नुहोस्। त अलिकति ढिलो हुनसक्छ, तर सबै चिज तपाईँहरूलाई प्राप्त हुनेछ सही समयमा। अहिले राइट समय छैन हजुरहरूको लागि। ओके, सो पेसन राख्न जरुरी छ, धैर्यता राख्न जरुरी छ। आउनुहोस्, तपाईँहरूलाई को लागि के लेसन छ? लेसन के छ? बोटम अफ द डेक रहेको छ यो 10 अफ वान्ड्स। एकदम धेरै बर्डन तपाईँहरूले लिइराख्नु भएको छ, जिम्मेवारी पनि होला तपाईँहरूको माथि। एकदम धेरै बिजनेसको, फ्यामिलीको रिस्पोन्सिबिलिटी हजुरहरूको माथि छ होला। सायद तपाईँहरू आफ्नो उमेरभन्दा पनि बढी जिम्मेवारी तपाईँको माथि छ होला। त्यो सबै तपाईँलाई लेसनको लागि, केही पाठ तपाईँको कर्मलाई रिलिज गर्नको लागि, पाठ सिकाउनको लागि भगवान्ले दिनुभएको हो। तपाईँहरूलाई के लेसन सिक्न जरुरी छ भन्दा, तपाईँहरूलाई कन्फ्युज भएर डाउटको एनर्जीमा बस्ने होइन। जतिसुकै दुःख परे पनि, जे भए पनि तपाईँहरू भ्रममा नपर्नुहोस्, भ्रमित नहुनुहोस्, कसैको कुरामा नआउनुहोस्, आफ्नो आत्माको सुन्नुहोस्। तपाईँहरूको यो 7 नम्बरको कार्ड अगेन आएको छ। 7 नम्बर यो स्पिरिचुअल आध्यात्मिक कार्ड हो। तपाईँहरू इन्ट्युटिभ हुनुहुन्छ, तपाईँले आफ्नो आत्माको सुन्नुहोस्, आफ्नो इनर भोइसलाई सुन्नुहोस्। र यो तपाईँहरूको धेरै कार्मिक बोन्ड छ, पास्ट लाइफको धेरै कार्मिक बोन्ड छ। तपाईँहरूलाई यो कार्मिक बोन्ड सबै हटाउन जरुरी छ, यो काट्न, रिलिज गर्न जरुरी छ। त्यही भएर कामली शान्त भएर पेसनको साथमा आफ्नो जीवनमा अगाडि बढ्न हजुरहरूलाई जरुरी छ। धैर्यता खोएर चिजहरूलाई एक्सेप्ट नगर्ने, स्वीकार नगरेर एकदम आतुर भएर केही हुनेवाला छैन। त्योभन्दा राम्रोसँग आफ्नो धैर्यता गर्नुहोस्, स्वीकार गर्नुहोस्, जे चिज भइरहेछ स्वीकार गर्नुहोस्, धन्यवाद दिनुहोस् भगवान्लाई। आफ्नो जीवनमा भएको गलत चिज भयो भने, हजुरसँग भयो भने पनि त्यसको लागि पनि धन्यवाद दिनुहोस्। पोजिटिभ माइन्डसेटमा रहनुहोस्,
तब मात्रै तपाईँको लाइफ चेन्ज हुनेछ। आउनुहोस् तपाईँहरूको लागि गाइडेन्स के छ हेरौँ। गाइडेन्स के छ? गाइडेन्स हेर्नुहोस् त, फेरि 8 नम्बरको कार्ड आएको छ। 8 नम्बरको धेरै कार्ड तपाईँको नम्बर, यो 8 नम्बरको कार्ड भनेको एकदम यो डिलेको एनर्जी हुन्छ। तपाईँहरूलाई शनि, तपाईँको कुण्डलीमा शनि ग्रहहरू पनि हुनसक्छ। तपाईँहरूको धेरै कार्मिक पास्ट लाइफको कार्मिक बोन्ड छ। त्यही भएर तपाईँहरूको जीवनमा छिटै काम पनि बनिरहेको छैन। तपाईँहरूलाई को फेभरमा तपाईँहरूले जे चाहनुहुन्छ त्यसको उल्टा भइरहेको छ होला। अहिले त्यस्तो सिचुएसन छ होला। रिलेसनसिपमा पनि तपाईँहरूको सम्बन्धमा पनि प्रब्लम फेस गरिराख्नु भएको छ होला, समस्या छ होला हजुरहरूलाई। तर यो भनेको एउटा फेज हो। धैर्यताको साथले गुजार्नुहोस्। आत्तिएर हतारिएर केही हुनेवाला छैन। जे हुन छ लाइफमा त्यो हुन्छ। त किन नेगेटिभ भएर काट्ने त? पोजिटिभै माइन्डसेटमा भएर काटौँ न त। यदि पोजिटिभ भएर तपाईँहरूले एक्सेप्ट गर्नुभयो भने तपाईँको जीवन पनि चेन्ज हुन्छ। त्यही भएर तपाईँहरूलाई यो दुखी एकदम ट्र्यापको एनर्जीबाट बाहिर निस्किन जरुरी छ हजुरहरूलाई। यही तपाईँहरूको लागि गाइडेन्स छ। कस्तो लाग्यो आजको रिडिङ तपाईँहरूलाई? यदि तपाईँहरूसँग मिल्यो, मेल खायो भने, तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। फेरि मिल्नेछौँ अर्को रिडिङको साथमा। तब तकको लागि हर हर महादेव। हेलो, हर हर महादेव। वेलकम छ 777 टेरो मिस्टीमा। तपाईँहरू सन्चै हुनुहुन्छ होला? मेरो भ्युवर्स, मेरो सब्सक्राइबर सबैलाई मेरो नमस्कार। के छ तपाईँको हालखबर? म मोना, तपाईँहरूको टारो रिडर। म फेरि आज नयाँ रिडिङको साथमा उपस्थित भइसकेको छु गाइज। टपिक्स त थम्बनेलमा हेरिसक्नुभयो होला। तपाईँहरूले आफ्नो जीवनमा के गल्ती गरिराख्नु भएको छ, के मिस्टेक गरिराख्नु भएको छ र तपाईँलाई के लेसन सिक्न जरुरी छ, जान्न जरुरी छ। यदि तपाईँहरू यो भिडियोसम्म आइपुग्नु भएको छ भने यो कुनै इन्सिडेन्स होइन, कुनै यो तपाईँहरूलाई युनिभर्सले यहाँसम्म लिएर आउनुभएको छ। ईश्वरले चाहनुहुन्छ कि तपाईँहरूले यो भिडियो सुन्नुहोस्। तपाईँहरूले आफ्नो जीवनमा के गल्ती गरिराख्नु भएको छ, त्यही भएर ईश्वर चाहनुहुन्छ कि तपाईँले यो भिडियो सुन्नुहोस् र कुनै गाइडेन्सहरू लिनुहोस् यहाँबाट। त्यही भएर हामीले आज हेर्नेछौँ। ढिलो नगरिकन सुरु गरौँ हजुरहरूको रिडिङ। आफ्नो आफ्नो ईश्वर भगवान परमात्मासँग जोडिनुहोस् र गाइडेन्स माग्नुहोस्। तपाईँहरूको लागि के मेसेज छ युनिभर्सको तर्फबाट। यो एउटा जेनरल कलेक्टिभ रिडिङ हो। सबैको लागि यो रिडिङ हो, जेनरल रिडिङ हो। जति आफूसँग मिल्छ त्यति लिनु होला, बाँकीको अरूको लागि जान दिनु होला। आउनु सुरु गरौँ हजुरको रिडिङ। तपाईँहरूले, मेरो भ्युवर्सहरूले, हे युनिभर्स प्लिज गाइड गर्नुहोस्। मेरो भ्युवर्सहरूले के गल्ती गरिराख्नु भएको छ आफ्नो लाइफमा। सबसे पहिला त हामीले तपाईँको एनर्जी निकाल्ने छौँ। मेरो भ्युवर्सहरूको एनर्जी, मेरो भ्युवर्सहरूले के गल्ती गरिराख्नु भएको छ आफ्नो जीवनमा र उहाँहरूलाई के लेसन सिक्न जरुरी छ। उहाँको एनर्जी, सबसे पहिला उहाँको एनर्जी। तपाईँहरू कुन एनर्जीमा हुनुहुन्छ अहिले, कस्तो स्थितिमा हुनुहुन्छ? ओके, तपाईँहरू अहिले एकदम पास्टको कुनै चिजलाई लिएर दुखी हुनुहुन्छ। पास्टमा सायद तपाईँलाई कसैले धोका दियो होला, कसैले चिट गर्यो होला, पेन दियो होला। त्यही भएर तपाईँहरू एकदम दुखी हुनुहुन्छ, एकदम सोरोको एनर्जीमा हुनुहुन्छ। तर तपाईँको यो एनर्जीबाट निस्किन चाहनुहुन्छ, आफ्नो जीवनमा न्यू बिगिनिङ गर्न चाहनुहुन्छ। तर तपाईँहरू गर्न सकिराख्नु भएको छैन आफ्नो जीवनमा। त्यो पास्टको त्यो चिजहरूलाई, त्यो दुःखहरूलाई, जो मान्छेले तपाईँलाई दुःख दिए, धोका दिए, त्यो चिजलाई तपाईँले भुलेर अगाडि बढ्न सक्नु भइरहेको छैन। प्लानिङ गर्न सक्नुभएको छैन, कसरी अगाडि बढ्ने, कसरी उस गर्ने। कुनै पनि दुईटा चिजलाई लिएर फसेर तपाईँहरू बस्नु भइरहेको छ। यो अहिले तपाईँको यो करेन्ट एनर्जी हो। तपाईँहरूलाई न्यू बिगिनिङ गर्न जरुरी छ। पास्टको चिजलाई भुलाएर अगाडि बढ्न जरुरी छ। तर तपाईँहरू पनि चाहनुहुन्छ अगाडि बढ्न, आफ्नो जीवनको नयाँ परिवर्तनलाई अगाडिको साथमा अगाडि बढ्न चाहनुहुन्छ। तर तपाईँहरू गर्न सक्नु भइरहेको छैन। तपाईँले प्लानिङ गर्न सकिराख्नु भएको छैन, अगाडि के गर्ने, कसरी जाने, अगाडिको चिजहरूलाई तपाईँले हेर्न सक्नु भइरहेको छैन। यस्तो तपाईँहरूको एनर्जी छ। यदि यो एनर्जी तपाईँसँग म्याच भयो भने
यो रिडिङ तपाईँहरूको लागि हुनसक्छ। आउनुहोस् हेरौँ तपाईँहरूकोले आफ्नो जीवनमा के गल्ती गरिराख्नु भएको छ, के गल्ती तपाईँले आफ्नो जीवनमा गरिराख्नु भएको छ। यिङ, सबसे पहिला कार्ड त आएको छ यिङको कार्ड आएको छ। दोस्रो कार्ड रहेको छ वाई, 4 नम्बर। तेस्रो कार्ड आएको छ फ्लेक्सिबल। अनि लास्ट चौथो कार्ड आएको छ टु द सी। 7 नम्बरको कार्ड आएको छ टु द सी। बोटम अफ द डेक छ द फेट्स। बोटम अफ द डेक आएको छ फेट्स। आउनुहोस् यो कार्डहरूलाई क्लियरफाई गरौँ। तपाईहरूले आफ्नो जीवनमा के गल्ती गरिराख्नु भएको छ, के गल्ती तपाईहरूले आफ्नो जीवनमा गरिराख्नु भएको छ। यिङ कार्डलाई क्लियरफाई गर्नुहोस् है ईश्वर, प्लिज यिङ कार्डलाई क्लियरफाई गर्नुहोस्। थ्याङ्क यू। कार्ड पनि कस्तो, वाई कार्डलाई क्लियरफाई गर्नुहोस् ईश्वर प्लिज, वाई। थ्याङ्क यू ईश्वर, थ्याङ्क यू परमात्मा। कस्तो मिलेको कार्ड आएको छ। फ्लेक्सिबल कार्डलाई क्लियरफाई गर्नुहोस् ईश्वर प्लिज, फ्लेक्सिबल कार्डलाई क्लियरफाई गर्नुहोस्। ओके, नम्बर कार्ड, यो पनि 10 नम्बरको। थ्याङ्क यू ईश्वर। टु द सी कार्डलाई क्लियरफाई गर्नुहोस् ईश्वर, टु द सी। ओके, बोटम अफ द डेक रहेको छ सोर्स, 6 अफ सोर्सको कार्ड रहेको छ बोटम अफ द डेक। आउनुहोस् हेरौँ तपाईँहरूले के गल्ती गरिराख्नु भएको छ त आफ्नो लाइफमा भन्दाखेरि एकदम क्लियर म्यासेज आएको छ गाइज हजुरहरूलाई। यहाँ हजुरहरूले आफ्नो जीवनमा के क्लियरफाई गर्नुभएको छ त तपाईँहरू दुईवटा चिजमा फसेर बस्नुभएको छ। त्यो सायद कुनै आफ्नो सम्बन्धमा हुनसक्छ, रिलेसनसिपमा हुनुहुन्छ, आफ्नो पर्सनल लाइफमा, प्रोफेसनल लाइफमा तपाईँहरूले ब्यालेन्स बनाउन सक्नुभएको छैन। आफ्नो स्पिरिचुअल आध्यात्मिक लाइफमा तपाईँहरूले दुईवटा चिजको बिचमा आफूले ब्यालेन्स गराउन सक्नुभएको छैन, या त आफ्नो एनर्जीलाई ब्यालेन्स गर्न सक्नुभएको छैन, आफ्नो जीवनलाई तपाईँले ब्यालेन्स गर्न सक्नुभएको छैन, जसले गर्दा तपाईँहरूलाई एकदम गाह्रो भइरहेको छ यो समयमा। सबसे पहिला त आफ्नो एनर्जीलाई ब्यालेन्स गर्नुहोस्। यदि तपाईँहरू कुनै रिलेसनसिपमा ब्यालेन्स गर्न सक्नुभएको छैन भने त ब्यालेन्स गर्नुहोस्। आफ्नो पर्सनल र प्रोफेसनल लाइफलाई ब्यालेन्स गर्न सक्नुभएको छैन भने त्यसमा ब्यालेन्स बनाउनुहोस्। तपाईँहरूलाई सबसे पहिला त एकदम आफ्नो एनर्जीलाई ब्यालेन्स गर्न जरुरी छ सबसे पहिला हजुरलाई। र ब्यालेन्स बनाउन, हर चिजमा ब्यालेन्स भएन भने मान्छेहरू खुट्टामा पनि हामीले ब्यालेन्स बनाउन सकेनौँ भने हामी लड्ने गर्छौँ, गाडी घोडामा पनि हामीले ब्यालेन्स गराउन सकेनौँ भने लड्ने गर्छौँ। जीवनको पनि त्यही कहानी हुन्छ। यदि हामीले कुनै पनि चिजलाई हाम्रो लाइफमा ब्यालेन्स गर्न सकेनौँ भने त्यसले हामीलाई दुःख नै दिने गर्छ, हाम्रो जीवनमा नकारात्मक असर नै पार्ने गर्छ। सबसे पहिला त तपाईँले यो पहिलो मिस्टेक गरिराख्नु भएको छ। तपाईँले आफ्नो जीवनमा कुनै दुई चिजमा फसेर बस्नु भएको छ, कन्फ्युज हुनुहुन्छ तपाईँहरू, के गर्ने के नगर्ने, एकदम इमोसनल ड्रेन हुनुहुन्छ तपाईँहरूले। तपाईँको एनर्जी पनि मैले यहाँ इमोसनली ड्रेन देखिरहेको छु। तपाईँले ब्यालेन्स गर्न सक्नुभएको छैन आफ्नो लाइफमा, कहाँ जाने के गर्ने, त्यो गल्ती चाहिँ तपाईँले गरिराख्नु भएको छ। अर्को गल्ती तपाईँहरूले के गरिराख्नु भएको छ भन्दा तपाईँहरूको जीवनमा अहिले कुनै पनि काम स्लो भएको हुनसक्छ, हजुरको जीवनमा कुनै पनि चिज अड्केको हुनसक्छ, कुनै पनि चिज तपाईँको फेभरमा नभएको हुनसक्छ। त तपाईँहरूले एकदम
क्वेसन गर्नुहुन्छ भगवानलाई कि किन भगवान मेरो साथमा यस्तो किन भइरहेछ, किन यस्तो मेरो जीवनमा खालि दुःख किन आइरहेछ, किन यस्तो भइरहेछ भनेर तपाईँहरूले भगवानलाई, युनिभर्सलाई क्वेसन गर्नुहुन्छ, वाइ भनेर सोध्नुहुन्छ। तर तपाईँहरूलाई त्यसमा सोच्न पर्ने गर्न पर्ने उस छैन। तपाईँहरूले त्यो सरेन्डर गर्नुहोस् भगवानलाई, सोच्ने होइन, वाइ भनेर दुखी हुने, चिन्ता हुने नगर्नुहोस्। तपाईँको जीवनमा जे पनि समस्या आइरहेछ, जे पनि तपाईँको कामहरू अड्किरहेको छ भने तपाईँहरूको त्यो कर्म हो। तपाईँहरूको अहिले यो राइट समय छैन। जब राइट समय आउँछ तपाईँको काम पनि बन्छ, तपाईँको मनको इच्छाहरू पनि पुरा हुन्छ, सबै चिज तपाईँसँग राम्रो हुन्छ। तर तपाईँले पेसन राख्न सिक्नुहोस्, धैर्यता राख्नुहोस् आफूमा। भगवानलाई, ईश्वरलाई, वाइ त मैले त मेरो कामको रिजल्ट किन दिएनस्, किन मेरो यस्तो भइरहेछ, मेरो जीवनमा किन उस्तो भइरहेछ भनेर कम्प्लेन गर्ने होइन के। कम्प्लेनको एनर्जीबाट तपाईँहरू बाहिर निस्किनुहोस्, पोजिटिभिटीमा आउनुहोस्, पोजिटिभिटी आउनुहोस्। ठिकै छ, आफ्नो औरा क्लिन गर्नुहोस्, आफ्नो ध्यान मेडिटेसनहरू गर्नुहोस्, शान्त रहनुहोस्, पेसेन्ट रहनुहोस् भयो भने कुनै पनि चिज एउटा डिभाइन टाइमिङ हुन्छ। डिभाइन टाइमिङमा त्यो सबै चिज हामीले प्राप्त गर्छौँ, तपाईँले प्राप्त गर्नुहुन्छ। त्यही भएर कम्प्लेनिङको एनर्जीबाट बाहिर निस्किन जरुरी छ। दोस्रो गल्ती तपाईँले भनेको कम्प्लेन गर्नुहुन्छ, तपाईँले धेरै शिकायत गर्नुहुन्छ, धेरै उस गर्नुहुन्छ कि भगवानलाई मेरो जिन्दगीमा यस्तो किन भइरहेछ, उस्तो किन भइरहेछ भनेर तपाईँले धेरै शिकायत गर्नुहुन्छ। त्यो भनेको तपाईँको दोस्रो गल्ती भयो। र आजदेखि यदि तपाईँले त्यस्तो गर्नुहुन्छ भने आजदेखि नै कम्प्लेन गर्न छोडिदिनुहोस्। जे पनि तपाईँको जीवनमा भइरहेछ वाइ भनेर सोध्न छोडिदिनुहोस्। एक्सेप्टेन्स लिएर आउनुहोस्, आफ्नो भित्र पोजिटिभिटी लिएर आउनुहोस्। जे पनि भइरहेछ त्यसलाई एक्सेप्ट गर्न सिक्नुहोस्। हेर्नुहोस् तपाईँको लाइफ कस्तो मिराकलसली चेन्ज हुनेछ। अनि तेस्रो गल्ती तपाईँहरूले के गर्नु भइरहेको छ भन्दा फ्लेक्सिबल रहनुहोस्। तपाईँको जीवनमा जे पनि भइरहेछ त्यो तपाईँको कार्मिक पास्ट लाइफको कर्म हुनसक्छ। कर्मको कार्ड आएको छ यहाँ। कर्म तपाईँको जीवनमा जे पनि चेन्ज भइरहेछ नि, जे चेन्ज आइरहेछ हजुरको जीवनमा त्यो चेन्जलाई तपाईँले एक्सेप्ट गर्न सक्नु भएन। यदि राम्रो चेन्ज आयो भने पनि त्यसलाई पनि तपाईँले एक्सेप्ट गर्नु भएन, त्यसलाई स्वीकार गर्न सक्नु भएन। नराम्रो नेगेटिभ चेन्ज आयो भने पनि त्यसलाई पनि स्वीकार गर्न सक्नु भएन। तपाईँले त स्वीकार गर्न सिक्नुहोस्। जे पनि तपाईँको जीवनमा भइरहेछ, तपाईँको रिलेसनसिपमा प्रब्लम छ, पर्सनल लाइफमा प्रब्लम छ, बिजनेसमा प्रब्लम छ, जुन पनि एरियामा तपाईँको लाइफमा प्रब्लम छ त्यो प्रब्लमसँग, त्यो समस्यासँग त्यसलाई एक्सेप्ट गरेर, स्वीकार गरेर अगाडि हिँड्न सिक्नुहोस्। सम्झिनुहोस् कि कुनै जन्मको तपाईँको पाप थियो होला, कुनै जन्मको कर्म थियो होला। ईश्वरले तपाईँलाई त्यो कर्मदेखि रिलिज गराउँदै हुनुहुन्छ भनेर त्यो स्वीकार गरेर, त्यो स्थिति, त्यो समय, त्यो परिस्थितिलाई स्वीकार गरेर अगाडि बढ्नुहोस्। तपाईँको यो तेस्रो गल्ती हो, तपाईँले स्वीकार गर्न सक्नुभएको छैन। कुनै पनि चिजमा तपाईँहरू एकदम इम्पेसेन्ट भइहाल्नुहुन्छ, एकदम आतुर भइहाल्नुहुन्छ, एकदम डराइहाल्नुहुन्छ, घबराइहाल्नुहुन्छ। जीवन हो, सुख दुःख आउँछ, त्यसमा डराउन घबराउन पर्दैन। तपाईँलाई जस्ट फ्लेक्सिबल हुनुहोस्, गो विथ द फ्लोको एनर्जीमा जानुहोस्। जे भइरहेछ त्यससँगै रिदममा नरोकिनुहोस्, कहीँ पनि स्टक भएर नबस्नुहोस्। त्यही रिदममा, त्यही फ्लोमा बग्दै जानुहोस्। तपाईँहरूको यो तेस्रो गल्ती, तपाईँहरू त्यो चेन्जलाई एक्सेप्ट गर्न सक्नुभएको छैन, त्यो फ्लोसँग बद्न सक्नु भएन। तपाईँहरू दुखी भएर एकदम स्टक एनर्जीमा बस्नुभएको छ, त्यो तपाईँको तेस्रो गल्ती हो। तपाईँहरूलाई गो विथ द फ्लोको एनर्जीमा जान जरुरी छ। फ्लोमा जे लाइफमा भइरहेछ सबै चिजलाई एक्सेप्ट गरेर मेरो यो कर्म हो, मलाई यो कर्म रिलिज गर्न छ, काट्नु छ भनेर त्यही फ्लोमा सँगसँगै बग्दै जानुहोस्। टेन्सन, वरी, कुनै पनि दुखी भएर नबस्नुहोस्, अगाडि बढ्नुहोस् लाइफमा पोजिटिभिटीको साथमा। चौथो तपाईँहरूको गल्ती भनेको टु द सी भनेको छ। टु द सी यो 7 नम्बरको कार्ड रहेको छ। तपाईँहरू
एउटा आध्यात्मिक सोल हुनुहुन्छ। तपाईँको जीवनमा जे जस्तो पनि चेन्जहरू आइरहेको छ, जे जस्तो समस्याहरू पनि परिरहेको छ तपाईँहरूको जीवनमा, त्यो तपाईँहरूको क्लिन्जिङ प्रोसेस चलिरहेको छ। तपाईँको जीवनमा डिले भइरहेको छ, कति कामहरू तपाईँहरूको बिग्रिरहेको छ होला, तपाईँले सोचेको तपाईँको फेभरमा कामहरू भइरहेको छैन होला, समयमा तपाईँको काम भइरहेको छैन। तपाईँहरूको त्यो अहिले क्लिन्जिङ समय चलिरहेछ। त्यसलाई एनालाइसिस गर्नुहोस्, हेर्नुहोस्, क्लियर भिजन राख्नुहोस् आफ्नो उसमा र मेनिफेस्टेसन गर्नुहोस्, आकर्षणको नियमहरू लागू गर्नुहोस्, युज गर्नुहोस्, मेनिफेस्ट गर्नुहोस् आफ्नो भिजनलाई, आफ्नो गोललाई। कुनै चिज छ भने मेनिफेस्ट गर्नुहोस्, शिकायत गर्ने होइन, भगवानसँग पनि शिकायत गर्ने होइन, मेनिफेस्ट गर्नुहोस्। खुसी मेनिफेस्ट कसरी गर्ने त? राम्रो एनर्जीमा रहनुहोस्, ह्याप्पिनेसको एनर्जीमा रहनुहोस्, खुसीको साथ अगाडि बढ्नुहोस्, खुसीको एनर्जीमा रहनुहोस्। त बल्ल तपाईँहरूले हरेक चिज मेनिफेस्ट गर्नुहुनेछ र आउनुहोस् तपाईँहरूको लागि लेसन के छ त? के लेसन सिक्न जरुरी छ हजुरहरूलाई? र आफ्नो भाग्यको कार्ड आएको छ यहाँ बोटम अफ द डेक। तपाईँको भाग्यमा भरोसा गरेर बस्ने होइन, मेरो भाग्यमा छ भनेर त्यो गरेर बस्ने होइन। तपाईँको भाग्यमा धेरै चिज छ तर अलिकति डिलेको एनर्जी छ, किनभने तपाईँको धेरै कर्महरू रिलिज गर्न छ। जब तपाईँहरू एक्सेप्टेन्स हुनुहुन्छ, पोजिटिभ एनर्जीमा रहनुहुन्छ, तपाईँहरूले पोजिटिभ भएर अगाडि बढ्नुहुन्छ, ग्र्याटिट्युड गर्नुहुन्छ, भगवान ईश्वरहरूलाई धन्यवाद दिनुहुन्छ, तपाईँले आफ्नो एनर्जी ब्यालेन्स गर्नुहुन्छ, त तपाईँको भाग्यमा धेरै चिज छ। एकदम लग्जरी तपाईँको लाइफ हुनेछ। तर तपाईँहरूलाई अलिकति पेसन लिन जरुरी छ। भगवानले पनि परीक्षा लिनुहुन्छ नि, केही दिनभन्दा पहिला तपाईँहरूलाई परीक्षा लिनुहुन्छ नि भगवानले। केही चिज यत्तिकै थोरै पाइन्छ। तर तपाईँको परीक्षाको पिरियड चलिरहेको छ। त्यो परीक्षामा तपाईँले शिकायत गर्ने होइन, जे पनि जीवनमा भइरहेको छ स्वीकार गर्नुहोस् र अगाडि बढ्नुहोस्। अलिकति ढिलो हुनसक्छ तर तपाईँको भाग्यमा धेरै चिजहरू लेखेको छ, तपाईँले पाउनुहुन्छ। आफ्नो एनर्जी ब्यालेन्स गर्नु, पोजिटिभ माइन्डसेटमा रहनुहोस्, दुःखमा होइन, सानो सानो चिजहरूलाई सेलिब्रेट गर्नुहोस्, खुसी हाँसी अगाडि बढ्नुहोस्। त अलिकति ढिलो हुनसक्छ तर सबै चिज तपाईँहरूलाई प्राप्त हुनेछ सही समयमा। अहिले राइट समय छैन हजुरहरूको लागि। ओके, सो पेसन राख्न जरुरी छ, धैर्यता राख्न जरुरी छ। आउनुहोस् तपाईँहरूलाई को लागि के लेसन छ? लेसन के छ? बटम अफ द डेक रहेको छ यो 10 अफ वान्ड्स। एकदम धेरै बर्डन तपाईँहरूले लिइराख्नु भएको छ, जिम्मेवारी पनि होला तपाईँहरूको माथि। एकदम धेरै बिजनेसको, फ्यामिलीको रिस्पोन्सिबिलिटी हजुरहरूको माथि छ होला। सायद तपाईँहरू आफ्नो उमेरभन्दा पनि बढी जिम्मेवारी तपाईँको माथि छ होला। त्यो सबै तपाईँलाई लेसनको लागि, केही पाठ तपाईँको कर्मलाई रिलिज गर्नको लागि, पाठ सिकाउनको लागि भगवानले दिनुभएको हो। तपाईँहरूलाई के लेसन सिक्न जरुरी छ भन्दा तपाईँहरूलाई कन्फ्युज भएर डाउटको एनर्जीमा बस्ने होइन। जतिसुकै दुःख परे पनि, जे भए पनि तपाईँहरू भ्रममा नपर्नुहोस्, भ्रमित नहुनुहोस्, कसैको कुरामा नआउनुहोस्, आफ्नो आत्माको सुन्नुहोस्। तपाईँहरूको यो 7 नम्बरको कार्ड अगेन आएको छ। 7 नम्बर यो स्पिरिचुअल आध्यात्मिक कार्ड हो। तपाईँहरू इन्ट्युटिभ हुनुहुन्छ, तपाईँले आफ्नो आत्माको सुन्नुहोस्, आफ्नो इनर भोइसलाई सुन्नुहोस्। र यो तपाईँहरूको धेरै कार्मिक बोन्ड छ, पास्ट लाइफको धेरै कार्मिक बोन्ड छ। तपाईँहरूलाई यो कार्मिक बोन्ड सबै हटाउन जरुरी छ, यो काट्न, रिलिज गर्न जरुरी छ। त्यही भएर कामली शान्त भएर पेसनको साथमा आफ्नो जीवनमा अगाडि बढ्न हजुरहरूलाई जरुरी छ। धैर्यता खोएर चिजहरूलाई एक्सेप्ट नगर्ने, स्वीकार नगरेर एकदम आतुर भएर केही हुनेवाला छैन। त्योभन्दा राम्रोसँग आफ्नो धैर्यता गर्नुहोस्, स्वीकार गर्नुहोस्। जे चिज भइरहेछ स्वीकार गर्नुहोस्, धन्यवाद दिनुहोस् भगवानलाई। आफ्नो जीवनमा भएको गलत चिज भयो भने, हजुरसँग भयो भने पनि त्यसको लागि पनि धन्यवाद दिनुहोस्। पोजिटिभ माइन्डसेटमा रहनुहोस्, तब मात्रै तपाईँको लाइफ चेन्ज हुनेछ। आउनुहोस् तपाईँहरूको लागि गाइडेन्स के छ हेरौँ। गाइडेन्स के छ? गाइडेन्स
हेर्नुहोस् त फेरि 8 नम्बरको कार्ड आएको छ। 8 नम्बरको धेरै कार्ड तपाईँको नम्बर, यो 8 नम्बरको कार्ड भनेको एकदम यो डिलेको एनर्जी हुन्छ। तपाईँहरूलाई शनि, तपाईँको कुण्डलीमा शनि ग्रहहरू पनि हुनसक्छ। तपाईँहरूको धेरै कार्मिक पास्ट लाइफको कार्मिक बोन्ड छ। त्यही भएर तपाईँहरूको जीवनमा छिटै काम पनि बनिरहेको छैन। तपाईँहरूलाई को फेभरमा तपाईँहरूले जे चाहनुहुन्छ त्यसको उल्टा भइरहेको छ होला। अहिले त्यस्तो सिचुएसन छ होला। रिलेसनसिपमा पनि तपाईँहरूको सम्बन्धमा पनि प्रब्लम फेस गरिराख्नु भएको छ होला, समस्या छ होला हजुरहरूलाई। तर यो भनेको एउटा फेज हो। धैर्यताको साथले गुजार्नुहोस्। आत्तिएर हतारिएर केही हुनेवाला छैन। जे हुन छ लाइफमा त्यो हुन्छ। त किन नेगेटिभ भएर काट्ने त? पोजिटिभै माइन्डसेटमा भएर काटौँ न त। यदि पोजिटिभ भएर तपाईँहरूले एक्सेप्ट गर्नुभयो भने तपाईँको जीवन पनि चेन्ज हुन्छ। त्यही भएर तपाईँहरूलाई यो दुखी एकदम ट्र्यापको एनर्जीबाट बाहिर निस्किन जरुरी छ हजुरहरूलाई। यही तपाईँहरूको लागि गाइडेन्स छ। कस्तो लाग्यो आजको रिडिङ तपाईँहरूलाई? यदि तपाईँहरूसँग मिल्यो, मेल खायो भने, तपाईँहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। फेरि मिल्नेछौँ अर्को रिडिङको साथमा। तब तकको लागि हर हर महादेव।